नयाँ मान्छे अहिलेका युवा भनेको यस्तो हुन्छ कि यो हो नि त उदाहरण, यो हो नि त लाइन। राष्ट्रिय स्वतन्त्र पार्टीका बन्द सूचीमा राखिएका मान्छेहरूको विरोध आइरहेको थियो, चौतर्फी विरोध आयो। आएपछि अहिलेसम्म 4 जना मान्छेले फिर्ता लिइसक्यो। अहिले भर्खरै सचिन ढकाल, चन्द्र ढकालका छोरा सचिन ढकाल व्यवसायी, निकै धनाढ्य मान्छे भनेर विरोध आएको थियो, उनले पनि फिर्ता लिएका छन्। आसिफ शाहले लिएका छन्, हिजो माथि तिर्सला गुरुङले लिएकी छन्, अझ टासी लाजुम लिएका छन्, अझ कतिजनाले लिने हुन् हैन। जे होस्, नयाँ भनेको यसरी देखाउनुपर्छ नैतिकताको रूपमा। विरोध आएको थियो, मैले पनि भनेको थिएँ किन जाने, त्यो राजनीति गर्न जानेकै छैन बेकारमा यत्रो आफ्नो नाम यतापट्टि छँदै हामीले यो तर्फबाट हामी जुन ठाउँमा छौँ त्योबाट पनि हामीले उनीहरूलाई दबाब दिन सकिन्छ, राजनीति गर्न सकिन्छ। राजनीति भने त्यो राजनीति गरेर सांसद मात्रै हुने होइन के, राजनीति भने हामीले पनि गरिरहेछौँ। अहिले खबरदारी गर्नु, विरोध गर्नु, जानकारी गराउने पनि राजनीति हो। त्यसो हुनाले उहाँहरूले छोडिदिनु भएछ। मलाई लाग्छ अझै अरू नयाँहरूले पनि यस्तै गरी नैतिकताको आधारमा छोडिदिनुहुन्छ भन्ने लाग्छ मलाई। त्यो हुनाले जो लडिरहेका छन्, जो साधारण मान्छे छन्, जो एकदम बोल्न नसक्ने, उनको आवाज सेलिब्रिटी छैनन्, ती मान्छेले हुँदा राम्रो हो, मेरो भनाइ त्यस्तो छ।